हेलो एभ्रिवान, सबैजनालाई नमस्कार मेरो तर्फबाट। आज चाहिँ मैले फर्स्ट टाइम बोलेर बनाएको छु है, आफ्नै आवाजमा बनाएको छु। मैले चाहिँ आज सानो यो घरमै घिउ बनाएको भिडियो लिएर आएको छु। के कस्तो लाग्छ सबैजनाले कमेन्ट बक्समा भनिदिनु होला। हामीले चाहिँ नानीलाई अनि आमा र बुवालाई दुध ल्याइदिन्छौँ कि ठेक्का गर्दैछौँ, आधी किलो दुध। अनि नानीले चाहिँ दुध खान्छ भातसँग, अनि आमाहरूले चाहिँ चिया खानुहुन्छ कि। बुढाबुढीलाई साँझ बिहान दुध चिया नभई हुँदैन कि। अब हामीले त क्याचङ नास्ता जस्ता खाइन्छ नि त आमालाई। अनि मेरो सासुआमा, मेरो सासु र बुवालाई चाहिँ सधैँ चिया खानु पर्छ क्या, बिहान र बेलुका। अनि नानीले फेरि दुध खान्छन्, त्यही भएर सधैँ दुध लिएर टटाएर यसरी तर जम्मा गरेर डब्बामा, एउटा सानो डब्बामा तर जम्मा गर्छु। अनि मैले सधैँ 12 दिन 15 दिनमा यसरी नै घिउ निकाल्छु नानीलाई। अनि नानीले भान्जाले खान्छन्। मैले चाहिँ अस्ति नै यस्तै घिउको भिडियो हालेको थिएँ कि। अनि साथीहरूले भनिरहेको थिएँ, कति सानो भाँडामा नि कति निकालेको घिउ भनिरहेको थिएँ कि। तर मात्रै जम्मा गरिन्छ नि त। अनि 12-15 दिनको यसरी नै बनाउँछु के। तर निस्किन्छ मजाकै घिउ निस्किन्छ कि। निस्किन चाहिँ यो चाहिँ लास्टको घिउ है। आजलाई यति नै हो। बाई बाई सबैजनालाई, अब गुड डे।